फाइनल्ली गाइज हाम्रो खिचडी पाकिसक्यो। हामी चाहिँ खोलेर हेर्छौँ हैन कस्तो भएको छ। ओ भाइ क्या दामी हेर्नु त। आलु पाके कति छिटो खाएको गाइज। कस्तो लाग्यो आमा खिचडी? कस्तो लाग्यो? मिठो छ? नमिठो। नमस्ते साथीहरु, वेलकम ब्याक टु माई भ्लग। सन्चै हुनुहुन्छ? आजको भ्लग चाहिँ स्पेशल हुनेवाला छ हैन। किन भन्दाखेरि आज चाहिँ म घरमै खिचडी बनाएर खाने सोच बनाएको छु। त्यसको लागि सबभन्दा पहिले चाहिँ म गएर नानीहरूलाई सोध्ने छु हैन, खिचडी पकाएर खाम भनेर। तिनीहरू सहमति हुन्छन् कि नै त हैन। सबभन्दा पहिले चाहिँ म सानो नानीलाई सोध्छम। सरिता, हजुर, आज खिचडी पकाएर खाने हो कि नै? खाने। खाने? साच्चै खाने? कतिखेर खाने? अलि पछि। गाइज सरिता चाहिँ रेडी भयो हैन। सरिताले चाहिँ आज पकाएर खाम न त भनी हैन। अब चाहिँ म गएर आमालाई त्यसपछि ठुलो नानीलाई सोध्ने छु। यदि सबै सहमति भयो भने हामी चाहिँ आज घरमै खिचडी पकाएर खाने छौं। अब चाहिँ म भित्र गएर सुनितालाई सोध्छु हैन, त्यो सहमति हुन्छ कि नै। ल यिनीहरु चाहिँ यहाँ बसेर हल्ला गर्दै रहेछन्। कस्तो होला ए बसा बसा प्यारी। आजको आज हामी के खाने गरे? खिचडी। के हो खाने हो खिचडी आज? बनाना सैले खिचडी। अब सुनिता यता सुन न, खाने हो कि नै आज? म त खान्न यार। किन खान्न गरे नानी? नखाइन ना के गर्ने त? हामी खाम्ने? भन्न साच्चै खाने कि नै भन्न। म त खान्न। खाम के नि? होला कस्तो गर्छ यसले त। खाने के खाने? साच्चै खाने? साच्चै नि? बोलाइ त भने चाहिँ नि। पकाउने म पकाउँला बरु। ल सुनिताले चाहिँ अहिले रोटी हाल्दै छ मज्जाले उतातिर। रोटी पनि बिग्रिगे यसले गर्दा। छिटो हाल है, खिचडी छिटो बनाउने हो, छिटो हाल। बाहिर आगो जोड्नु त। बाहिर अलि जोडौँला कि आमा आएपछि नि। खासमा आमा कतिखेर आउनुहुन्छ? रातिका 11 बजे। साथीहरु खिचडी पकाउने भनेर हामीले चाहिँ आज खाना पनि पकाएका छैनौं। देख्न सक्नुहुन्छ रित्तो छ भाडो। साथीहरु यता चाहिँ सुनिता र सरिता चाहिँ मज्जाले सुतेका छन्। ओइ उठ न, कतिखेर पकाउने खिचडी? के गर्न लाग्छन् त यिनीहरूले? अलिअलि मर्छ यो। ल मर्न लागि गाई यिनीहरूले चाहिँ यो सास बुझेका रहेछन् हैन। हल्ला नगर। ओइ कतिखेर खाने के खिचडी? 21 मिनेट सास फेरेमा चाहिँ बच्चन र। खिचडी कतिखेर खाने? आइदा। ओइ सरिता, खिचडी कतिखेर खाने? पकाम के? पकाल्ने अब? आमाले गाली गर्नु। आमा आउनु भयो हैन नि? रातै परिया छैन नि, एकछिन पछि खाम्ला नि। ल मेरो बगेर हैन, एकछिन सुत्दै गर मजाले, एकछिन सुत हैन। यतै रात परेका छैनन्, हामी चाहिँ रात परेपछि खिचडी खाने भन्ने हाम्रो सोच हो। म चाहिँ अब चल्ला हुल्छु हैन, चल्ला हुलेर चाहिँ हामी खिचडी पकाउने भनेको। मैले चाहिँ छोपिसकेँ, अब यसलाई चाहिँ म यहाँ भित्र हुल्छु। हेर्नु न गाइस कति। ल साथीहरु आमा चाहिँ अझसम्म आउनु भएन हैन। आमाले चाहिँ ढिलो गर्नुभयो, त्यही भएर चाहिँ अब चाहिँ हामी खिचडी पकाउन सुरु गरिसक्यौँ हैन। यतातिर चाहिँ नानले टक्क आलु अनि आलु प्याज त्यसपछि टमाटर काट्दैछ। दाल चामल ल्याउमा ल्याउ। म चाहिँ अब गएर यसमा दाल चामल हालेर ल्याउँछु हैन। त्यसपछि चाहिँ मज्जाले यसमा हाल्दैन तेलमा पहिला कलाई तेलमा भुट्ने। ए ल म चाहिँ यसमा अब यहाँबाट चाहिँ चामल हाल्छु। कति हाल्नुपर्छ थाहा छैन फेरि। चामल एकमा नै चामल चाहिँ घरको प्योर ओरिजिनल धानको चामल हो हैन। यो दाल चाहिँ मसुराका दाल हो। आज चाहिँ हामी यो मसुराका दाल र चामल मिक्स गरेर खिचडी बनाउने छौं।
एक पानै अल त हुन्छ अब के गर्ने त आगो जोड्ने के छ ठिक छ सानो नि यहाँ त खिचडी पकाउने भनेको होइन अनि कहाँबाट अलि लेख्ले के साँझ लेखे भएन अलि म सिकाइदिउँ ल सात एका सात त हुन्छ त 7 एका 7 17 एका 17 साँझ गर्ने के साँझ आइज छिटो भोक लागेको छैन खिचडी पकाएर खानेहरूले अलि साँझ गरे भएन आइज नाल्ने चाहिँ अब आगो जोड्दैछ यतातिर सब रेडी छ चामल दाल त्यसपछि आलु टमाटर प्याज आज चाहिँ बबाल हुनेवाला छ होइन खिचडी कस्तो होला खिचडी निर्मल राम्रै होला मनपर्छ कि न खिचडी मनपर्छ ल है गाइस आगो बलिसक्यो होइन अब चाहिँ म खिचडी पकाउने छु के छ पहिले सर्वप्रथम सुरुमा चाहिँ तेल हाल्नुपर्छ अरे होइन मैले चाहिँ आजसम्म कहिल्यै पनि खिचडी पकाएको छैन सुरुमा के हाल्ने हो सुरुमा तेल हाल्ने ल म चाहिँ तेल हालेँ ल कति हाल्ने भयो यति हाले पुग्छ होला गाइज होइन कि मस्त भयो यति हालिदिउँ त्यसपछि के हाल्ने ए यो तातिदिने हो तेल तातिसक्यो जस्तो छ होइन अब चाहिँ म सर्वप्रथम त प्याज हाल्छु ओ तातेको रहेछ गाइज यसलाई चाहिँ अब यसरी एकछिन पाक्न दिनु पर्यो अब चाहिँ म टमाटर हाल्छु होइन प्याज भइसक्यो गाइस टमाटर जले जस्तो छ हामीले चाहिँ यसमा आलु टमाटर सब हालेर अनि चामल हालेर चाहिँ यसलाई भुट्यौँ हैन एकछिन भुटेर अब चाहिँ यसलाई हामी बन्द गरिदिन्छौँ त्यसपछि सिटी लागेपछि चाहिँ हाम्रो खिचडी तयार हुन्छ हैन अब चाहिँ हामी यसलाई ढक्कन लगाएर छोपिदिन्छौँ हैन अनि त्यसपछि कति सिटीका पाक्ला 2-3 सिटी गाइज ल हेर्नु त अहिलेसम्म बल्ललाई घाँसै हालेका छैनौँ हैन हामीले आमाले आएपछि हाल्नुहुन्छ भनेर पर्खेको आमा अझसम्म आउनु भएन हैन त्यही भएर अब चाहिँ म बल्ललाई घाँस हालिदिन्छु यहाँ चाहिँ घाँस छ हैन अब यहाँबाट चाहिँ म घाँस लग्नु पर्यो एक खर हालिदिनु पर्यो यिनी भाडा धोएर ल्या त धन यति हाले खिचडी खाने बेगारै ल हेर्नु त गाइज अरे खान पाइन्छ त खिचडी अनि यतातिर खिचडी पाक्दैछ हैन सानो नानी चाहिँ रिसाइकै भाडा धुन पठाएको हैन मैले चाहिँ आमा चाहिँ अहिले आउनुभयो खेतबाट बल्ल तल्ल यति राति भइसक्यो हैन के डर लागिन्थ्यो यस्तो के डर लाग्दो काम पर्यो न लाइट न केही हामीले त बाघले खाली गयो भने अलि मजा नेट आयो एउटा कहाँ धर्म आइला कहाँ उता नेट म त आइज नि यतातिर चाहिँ अझै पाकेको छैन कति ढिलो पाकेको गाई खिचडी पनि खिचडी पाइगयो आना खाना किन खिचडी खाने नै
गाइज यो चाहिँ मैले चाहिँ नानीलाई अघि न चालरी हानेको थिएँ होइन चालर त हाने के अरे तँलाई ल सरी ल जाम आखिर खाना नानी चाहिँ रिसाएर पुरा हेर त रोएको छिटा फाइनल्ली गाइज हाम्रो खिचडी पाकिसक्यो हामी चाहिँ खोलेर हेर्छौँ होइन कस्तो भएको छ ओ भाइ क्या दामी हेर्नु त आलु पाकेको छन् कि नै पाकेको छन् कि नै चेक गर न पहिला पाकेको छ ताले खान्छौँ खिचडी सबैजनाले एउटा थाल निर्मलेलाई खाना चाख्ने त हो यता आमा चाहिँ रोटी सोटी लिएर आइसक्नु भयो आज चाहिँ हामीले बाहिर खाँदैछौँ होइन शीतलमा भित्रभन्दा त बाहिरै ठिक नै खाने त आजकल नि लास्टै गर्मी हुन्छ क्या भित्र चाहिँ कति छिटो खाएको गाइस कस्तो लाग्यो आमा खिचडी कस्तो लाग्यो मिठो छ सरिता सुनिता आफूले पकायो मिठो नहुने भने मिठो छ निर्मललाई त पक्कै पनि मिठो लाग्यो होला हैन मिठै छ पानी खाँदै हामी हामी सबैले खाइसक्यौँ सानो नानीले मात्रै खाँदैछ अहिले चाहिँ एक्लै के अरे के यी छिटो खाना या फाउँदैन यी पछाडि या फाउँदैन अरे एबिसिडी हो मैले एबिसीको सुनेको चाहिँ सुनिताले चाहिँ यता भाडा मार्दैछ खिचडी खाएर हैन ता पनि मार्न भित्र भाइ घरमा जान्छ ल साथीहरू खिचडी खाएर पनि सक्यो होइन यस्तो मिठो थियो नि अझै खाम लागेको थियो तर के गर्नु पेटमा अटाएन होइन नत्र भने म खान्थेँ आमा नानीहरू चाहिँ खिचडी खाएर तल गइसके तल काम थियो अरे होइन अहिले चाहिँ म एक्लै घरमा छु आई होप यो भ्लग चाहिँ तपाईँहरूलाई मन पर्यो होला यस्तै भ्लग लिएर फेरि पनि आउने छु यदि भ्लग मन परे म भ्लगको लाइक अनि च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सनु होला अहिलेलाई भने छुट्टिन्छु हस् त बाई